अब हस्ताक्षरको कार्यक्रम सम्पन्न भएको छ र आजको यो आज मिति 2075 फागुन 24 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको विशेष उपस्थितिमा राष्ट्रिय सभागृह काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनका बीचमा देहाय बमोजिमको सहमति भएको छ। 1. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौम सत्ता सम्पन्न अविभाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो। हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं। 3. लोकतन्त्रमा मतभेदहरू हुन सक्छन्, तर तिनीहरूप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरूको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौं। 4. सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो। हामी तराई मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई मधेस लगायत समग्र देशको विकासलाई द्रुत गतिमा अघि बढाउन प्रतिबद्ध छौं। त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवादतर्फ अग्रसर हुन प्रतिबद्ध छौं। 5. स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ताहरूमाथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरू फिर्ता लिइनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई निशर्त रिहा गरिनेछ। 6. स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताहरूद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा, पम्फलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामग्रीहरू उत्पादन तथा वितरण गरिने छैन। 7. स्वतन्त्र मधेस गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संस्था वा पार्टी खोल्न वा सङ्गठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता क्रियाकलाप गरे बापत राज्यद्वारा कुनै प्रकारको कारबाही गरिने छैन। 8. 2075 भदौ 15 गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ। 9. स्वतन्त्र मधेस गठबन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको जिम्मा सरकारले लिनेछ। 10. स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सिप र सामर्थ्यलाई तराई मधेस लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठबन्धन तटप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रूपमा व्यवहार गर्न सहमत भएका छौं। 11. यो सहमति आजका मितिबाट लागू हुनेछ। नेपाल सरकारको प्रतिनिधि माननीय रामबहादुर थापा, गृहमन्त्री
स्वतन्त्र मधेस गठबन्धनको प्रतिनिधि चन्द्रकान्त सीके राउत संयोजक 2075 फागुन 24 गते। धन्यवाद। सम्माननीय प्रधानमंत्री जी, माननीय पूर्व प्रधानमंत्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जी, माननीय गृहमंत्री जी, अन्य माननीयहरू, पत्रकार साथीहरू तथा उपस्थित समस्त महानुभावहरू, आजको यो दिन साँच्चै नै निकै नै ऐतिहासिक रहेको छ। हामीले विगत केही वर्षदेखि देशमा जुन एउटा विकराल समस्याको रूपमा जुन मुद्दा उठिरहेको थियो, जसबाट राज्य पक्ष पनि उत्तिकै चिन्तित थिए र हामी पनि उत्तिकै चिन्तित थियौं कि त्यसले कस्तो मोड लिएला भविष्यमा भनेर, कसको नियन्त्रणमा रहला कि नरहला भनेर हामी पनि त्यतिकै चिन्तित थियौं। जुन मुद्दाले देशका समस्त नागरिकलाई, समस्त जिम्मेवार नागरिकलाई चिन्तित बनाउँदै आएको थियो, त्यसले कस्तो भयावह रूप लेला भनेर हामी दिनरात चिन्ता गर्दै थियौं। त्यसको आज बडो सहज रूपमा, बडो शान्तिपूर्ण रूपमा, बडो सुरक्षित रूपमा आज अवतरण यहाँ हुँदैछ र त्यही भएर यो नेपालको समस्त जनताको लागि खुसीको कुरा हो। हामी सबै देशका नागरिकको लागि यो ऐतिहासिक पल हो र यस्तो महत्त्वपूर्ण समय जुटाउनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले आफ्नो स्तरबाट पहल गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै, मुद्दाको संवेदनाले बुझ्दै उहाँले आफ्नै स्तरबाट जुन पहल गरेर यसरी सुरक्षित अवतरण गराउनु भएको छ र हामीलाई एउटा राजनीतिक स्पेस प्रदान गर्नु भएको छ, त्यसको लागि निश्चय नै हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू धन्यवादको पात्र हुनुहुन्छ। आफैमा एउटा उदाहरणीय हो। ती पक्षका जनताहरू जसले हिंसाका साथ आन्दोलन गर्न तयार भइदिन्छन्, तिनीहरूको लागि पनि एउटा यो पाठ बनेर रहला जस्तो मलाई लाग्छ। र हामीमाथि राज्यद्वारा विभिन्न दमन भए तापनि हामी कहिले पनि प्रतिशोधको भावना आफ्नो मनमा पालेनौं। मेरो खुट्टा भाँचिए पनि, हाम्रा कार्यकर्तामाथि दमन भए पनि हामीले त्यसको प्रत्युत्तरमा फुल आन्दोलन चलायौं, मेरीगोल्ड मुभमेन्ट हामीले चलायौं। लाठी चार्ज गर्ने प्रहरीहरूलाई हामीले चाहिँ सयपत्री फूल दिन थाल्यौं, गुलाब फूल दिन थाल्यौं र कतै न कतै उहाँहरूको पनि मनमा एउटा सद्भाव प्रकट भयो। त्यो चाहिँ हामीले प्रत्यक्ष रूपमा भोगेका छौं, देखेका छौं र त्यही कारणले हाम्रो पनि आन्दोलनमा धेरै हिंसा हुन सक्थ्यो। हामी अहिंसात्मकै भए पनि राज्यद्वारा अरू आन्दोलन जस्तै दमन हुन सक्थ्यो, तर हाम्रो आन्दोलनमा कतै प्रहरीबाट पनि गोली चलाउने कार्य भएन। त्यसको लागि राज्य र प्रहरी पनि धन्यवादको उत्तिकै पात्र रहेको छ। यो उदाहरणीय रूपमा हामीले एउटा शान्तिपूर्ण आन्दोलनलाई जुन अगाडि बढायौं र यहाँ निकाससम्म दिने मोडमा आइपुग्यौं, त्यसको लागि राज्य, प्रहरी, जनता सबै उत्तिकै धन्यवादका पात्र रहेका छन्। हाम्रो आन्दोलन चलिराख्दाखेरि
विभिन्न किसिमका भ्रमहरू सृजना नगरिएको होइन। कहिले मिडियामा, कहिले अनलाइनमा, कहिले चिया गफमा विभिन्न किसिमका भ्रमहरू छर्ने कार्य पनि स्वाभाविक रूपले भयो। कहिले हामीलाई घृणाको पात्रको रूपमा देखाउने कार्य भयो भने कहिले समुदायको बीचमा लडाउने कार्य पनि यहाँ भयो। तर हामीले पटक पटक भन्यौं, हाम्रो संघर्ष भनेको आफ्नो अधिकारको लागि हो, कुनै समुदायको विरोधमा हुँदै हो। हामीले पटक पटक आफ्नो विचारबाट, आफ्नो लेखाइबाट, आफ्ना प्रेस विज्ञप्तिहरूबाट यी कुराहरू प्रष्ट गरिराखेका छौं र गर्दै आएका छौं। त्यति मात्रै होइन, हामीले व्यवहारबाट पनि यो कुरा देखाउँदै आएका छौं। हाम्रा सामाजिक कार्यहरू तराईका जिल्लाहरूमा मात्रै होइन, सिन्धुपाल्चोक, दैलेख लगायतका पहाडका जिल्लाहरूमा पनि सञ्चालित थिए। भले त्यो मिडियामा नआएको होस्। पहाडमा महाभूकम्प जाँदाखेरि हामीले तराईका जिल्लाहरूमा आम उपवास कार्यक्रमको घोषणा गर्यौं, ताकि तराईका जनताहरू पहाडमा रहेका आफ्ना भाइ बहिनीका भोकको पीडा आफैले महसुस गर्न सकुन् र त्यो बराबर अन्नदान गरेर तिनीहरूको लागि कार्य गर्न सक्छौं। अब त्यो भ्रममा हामी नपरौं। अब यहाँ समुदाय बीचमा लडाउनेहरूलाई हामी कुनै स्थान नदियौं। यो कुनै समुदाय र वर्गको विरोधमा हाम्रो आन्दोलन उठेकै होइन। हाम्रो अधिकारको लागि हो, हाम्रो समृद्धिको लागि हो, हाम्रो सुखको लागि हो र त्यो सबैलाई चाहिन्छ। त्यो तराईको जनतालाई पनि चाहिन्छ, त्यो पहाडको जनताले पनि चाहिन्छ, त्यो हुम्ला जुम्लाको जनताले पनि चाहिन्छ, त्यो झापाको जनताले पनि चाहिन्छ, त्यो महोत्तरीको जनताले पनि उत्तिकै चाहिन्छ। त्यही भएर आज जुन हामी यो मोडमा आइपुगेका छौं, त्यसको लागि म आफ्ना समर्थकहरूलाई, तराईका जनताहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। किनकि हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ, अरूलाई कुट्न सजिलो छ, ढुङ्गा फाल्न सजिलो छ, तर आफैलाई पिटाई खाएर बस्न चाहिँ गाह्रो हुन्छ। तर हाम्रा कार्यकर्ताहरूले, हाम्रा समर्थकहरूले आफ्नो हातमा हात बाँधेर बसे र हामीले जतिसुकै हिंसा गरे पनि, हामीसँग जतिसुकै दमन गरे पनि हामी चाहिँ हिंसात्मक हुँदैनौँ भनेर एउटा ठोस आस्थाका साथ, एउटा ठोस धैर्यका साथ उनीहरूले यो आन्दोलनलाई निरन्तरता दिए र शान्तिपूर्ण रूपमै आज यो सम्पन्न हुँदैछ, एउटा अवतरण हुँदैछ। त्यसको लागि हाम्रा कार्यकर्ताहरू उत्तिकै धन्यवादका पात्र छन्, हाम्रा समर्थकहरू उत्तिकै धन्यवादका पात्र छन्। र अब हाम्रो वार्तामा राज्य पक्षले पनि स्वीकार गरेको अवस्था छ कि जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याहरूलाई निवारण गर्ने। हाम्रो माग पनि त्यही हुँदै आएको छ। हाम्रो मागहरूभन्दा यो फरक होइन। हाम्रो नारा नै के थियो भन्दाखेरि, अब की बार एक ही माग जनमत संग्रहका होएला। र राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै, नेपाली जनतामा रहेको त्यो सार्वभौम सत्तालाई स्वीकार गर्दै, पोइन्ट नम्बर 2 मा उहाँहरूले स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ कि होइन, अब जे चाहिन्छ त्यो जनमतबाटै जनताले लिए हुन्छ। यहाँ जनता नै सर्वोपरि हो, जनताभन्दा ठुलो कोही पनि छैन। त्यही भएर यो राज्यको पनि जित हो, यो जनताको पनि जित हो। यसलाई कसैले अन्यथा अर्थ लाउने प्रयास नगरौँ। हामी सावधान रहौँ, यो सबैको जित भएको हो। 2069 साल जेठ 8 गते हामीले यही काठमाडौँमा एउटा पत्रकार सम्मेलन गरेर यस स्वराज आन्दोलनको उद्घोष गरेका थियौं र यो आन्दोलन विभिन्न प्रधानमन्त्रीहरूको जीवहरूको कार्यकालबाट गुज्रियो र उहाँहरूले पनि यस शान्तिपूर्ण आन्दोलनलाई कदर नै गर्नुभयो
उहाँहरूले पनि यस आन्दोलनको संवेदनालाई बुझिदिनु भयो। उहाँहरूले पनि कतै बल जफ्ती, बल प्रयोग गर्नु भएन र त्यसबाट यो आन्दोलन जुन एउटा विस्फोट हुने, कुनै पनि चरणमा विस्फोट हुने डर थियो, यसले एउटा नकारात्मक मोड लिने डर थियो, त्यसबाट हाम्रा पूर्व प्रधानमन्त्री ज्यूहरूले पनि जोगाउनु भयो र त्यही भएर यस अघिका प्रधानमन्त्रीज्यूहरू, माननीय प्रधानमन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू, डाक्टर बाबुराम भट्टराईज्यू, श्री स्वर्गीय सुशील कोइरालाज्यू, श्री शेरबहादुर देउवाज्यू र श्री पुष्पकमल दाहालज्यू पनि उत्तिकै धन्यवादका पात्र हुनुहुन्छ। हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। अहिंसा हामीले कसैले सिकाउनै पर्दैन। अहिंसा भनेको हाम्रो शरीरभित्र अन्तर्निहित भएर नै बसेको छ। हामी तराईमा जाउँ या पहाडमा जाउँ, जहाँ जाँदा पनि त्यो अहिंसाको भावले हामीलाई जहिले पनि छोइराख्छ र हामीले यो आन्दोलन सुरु गर्दा बुद्ध र गान्धीको आदर्शलाई नै मान्दै अगाडि बढायौं। निश्चय नै हाम्रा राज्यसँग केही विमतिहरू थिए, केही कुरा संविधानले सम्बोधन गर्न सक्थ्यो, केही कुरा चाहिँ तत्कालीन संविधानले गर्न नसक्ने दायरा भन्दा बाहिर पनि का कुराहरू थिए र हामीले आफ्नो विचारहरूलाई जनता समक्ष लग्दाखेरि जुन एउटा स्वाभाविक आन्दोलनको क्रममा हुने गर्छ, जुनसुकै राजनीतिक प्रक्रियामा हुने गर्दछ, राज्यबाट केही कदमहरू चालिए। त्यस क्रममा हाम्रा हजारौं समर्थकहरूलाई गिरफ्तार पनि गरियो, नगरिएको होइन। हाम्रा सैकडौं कार्यकर्ताहरू घाइते पनि भए। हामीमाथि सैकडौं राज्य विरुद्धका अपराधका मुद्दाहरू लगाइएका छन्, अझै पनि यावत छन्। हाम्रा सैकडौं कार्यकर्ताहरूले हिरासतमा र जेलमा रहेर यातना पनि भोग्नु पर्यो। केही महिना अगाडि मात्रै हाम्रो बाँके जिल्ला संयोजक श्री राम मनोहर यादवको प्रहरी हिरासतमा निधन पनि भयो। व्यक्तिगत रूपमा नै कुरा गर्दा पनि म लगभग 2 दर्जन भन्दा बढी पटक पक्राउ परे। महिनौं हिरासतमा बसे, महिनौं जेलमा पनि बसे। यहाँसम्म कि 2071 सालमा मोरङमा एउटा आम सभामा प्रहरी दमनमा पर्दाखेरि मेरो खुट्टा पनि भाँचियो। त्यसको केही महिना पछाडि झापाको राजगढमा पुग्दाखेरि त्यहाँ पनि प्रहरी आक्रमण पर्दाखेरि म नराम्रो तरिकाले घाइते भएको थिएँ। हाम्रा अन्य नेताहरू पनि, हाम्रा अन्य कार्यकर्ताहरूले पनि दुःख पाए, नपाएका होइनन्। तर यति हुँदाहुँदै पनि शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कहिले पनि डगमगाएन। हामी बुद्धका सन्तान हौ भनेर ठानेर हामी चाहिँ आफ्नो शान्तिपूर्ण मार्गमा लागिरह्यौं। हामी कहिले पनि विचलित भएनौं र त्यसको परिणाम आज हामी सुखद परिणाम हामी आफ्नो अगाडि देख्दैछौँ। त्यही भएर यसलाई म जनताहरूलाई, समस्त जनताहरूलाई, पुरै देशका जनताहरूले के भन्न चाहन्छु भन्दाखेरि अब हामीले हिंसात्मक युद्धहरू गरेर, हिंसात्मक आन्दोलनहरू गरेर समय खेर फाल्ने बेला अब होइन। जनताको सार्वभौम सम्पन्न छँदैछ। यहाँ जनताले चाहियो भने जे पनि उनीहरूले हासिल गर्न नै सक्छ। त्यसको लागि संविधानमा नै पृष्ठभूमि तयार गरेको छ। त्यसले वार्ता मार्फत पनि राज्यले प्रतिबद्धता दोहोऱ्याएको छ। अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो। त्यो जनमत प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने पालो जनताको हो। अब सबै अधिकार, सबै शक्ति जनताको हातमा आएको छ।
जनताको हातमा निहित रहेको छ र त्यही भएर अब जे हासिल गर्नु छ, जसो हासिल गर्नु छ, जस्तो व्यवस्था ल्याउनु छ, जनताले आफ्नो अधिकार प्रयोग गरून्, आफ्नो मताधिकार प्रयोग गरून्, आफ्ना जनअभिमत प्रकट गरून् र उनीहरूले त्यो कुरा हासिल गरून्। शान्तिपूर्ण तरिकाबाट नै हासिल हुन्छ र समस्त देशको विकास, हित, समृद्धि र सुखका लागि त्यो अब हासिल गर्ने बेला आएको छ। अब म आज खासमा धेरै त भन्न चाहन्न। अब विगतका आगामी दिनहरूमा पनि हाम्रो संवाद हुँदै जानेछ। संवाद अहिलेका लागि यो जुन विगतमा 5 महिना जेल बसाइ भयो, अहिले त्यसको लागि पनि जेल बसाइको क्रममा एउटा उपयोगी वातावरण बनाइदिनु हुने, त्यसको लागि सहयोग गरिदिनु हुने रौतहट जिल्ला कारागारका जेलर साहब, त्यहाँ चौकीदार साहब, यहाँ भद्र बन्दीगृहमा बस्दाखेरि यहाँको जेलर साहब, चौकीदार साहब, नायके, भाइ नायके, सहनायकेजीहरूलाई म धन्यवाद दिन चाहन्छु। जेलको क्रममा बिरामी हुँदा मलाई उपचारमा सघाउ पुर्याउनु हुने केन्द्रीय कारागार अस्पताल डाक्टर तथा सिस्टरहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। योभन्दा अगाडि पनि म 4 वर्ष अगाडि जेल बसेको हो, दिल्ली बजार जेलमा स्वेच्छाले म त्यति बेला गएको थिएँ र स्वेच्छाले जेल जानु र अहिले जेल जानुमा धेरै नै अन्तर रहेको छ। त्यसै पनि भनिन्छ जेल भनेको एउटा महाविद्यालय, ठुलो पाठशाला। बाहिर हामीले पढ्न नपाएका कुराहरू, बाहिर हामीले अनुभूति गर्न नपाएका कुराहरू त्यो हामी जेलमा गएर अध्ययन गर्न सक्छौँ, जेलमा गएर अनुभूति गर्न सक्छौँ। नेपाल सधैँभरि होला। स्वतन्त्रतालाई हामी यति डिफल्ट मानिदिन्छौँ कि स्वतन्त्रता भनेको के हो, त्यो हरण भएपछि के हुन्छ भन्ने कुरा एउटा सामान्य मान्छेले यहाँ अनुभूति गर्न सक्दैन। तर जेलमा पुगेपछि त्यो स्वतन्त्रता कति महत्त्वपूर्ण हुने रहेछ, एक दिन मात्रै भए पनि स्वतन्त्र भएर बाँच्नुको के अर्थ हुने रहेछ, जीवनको के मूल्य हुने रहेछ भन्ने कुरा अनुभूति त्यो जेल बसाइले गराउँछ। हामीले अहिले जुन संविधानमा स्वतन्त्रताका अधिकारहरू पाएका छौँ, त्यो चाहे वैचारिक स्वतन्त्रता हुन् या अन्य किसिमका जति पनि स्वतन्त्रता हामीले अहिले संविधानमा पाएका छौँ, त्यसको मतलब के हो भन्ने कुरा त्यो जेल बसाइको क्रममा मान्छेलाई थाहा हुन्छ। त्यो स्वतन्त्रता अपहरित भएपछि मान्छेले अनुभूति गर्छन् हामीले कति ठुलो स्वतन्त्रता पाएका थियौँ र त्यो स्वतन्त्रतालाई उपयोग गरेर हामी के कुरा हासिल गर्न सक्छौँ, के कुरा अभिव्यक्त गर्न सक्छौँ भन्ने कुरा त्यो स्वतन्त्रता हामीसँग नभएको बेलामा मात्रै हामीलाई थाहा हुन्छ। त्यही भएर यो 5 महिनाको जेल बसाइ एउटा निकै नै रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, हामीले जुन स्वतन्त्रता अहिले पाएका छौँ त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ, त्यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौँ भन्ने मलाई ठुलो पाठ सिकाएको छ। त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चाहन्छु। भनिन्छ कुनै अपराधी यदि मुक्त रूपमा हिँडिरहेको छ भने त्यो प्रहरीको असफलता हो, तर कुनै निर्दोष व्यक्ति यदि जेलभित्र कोचिएको त्यो एउटा न्याय व्यवस्थाको असफलता, त्यो सिङ्गो राज्यको असफलता। किनकि हामीले राज्य स्थापना गर्दाखेरि निर्दोष व्यक्तिलाई जेलभित्र कोच्नका लागि राज्यको स्थापना गरेका थिएनौँ। राज्य भनेको कुरा आफैमा पनि एउटा साधन मात्रै हो, साध्य होइन। चाहे त्यो दैविक व्युत्पत्तिको सिद्धान्तमा जानुस्, करारवादी सिद्धान्तमा जानुस्, उपयोगितावादी सिद्धान्तमा जानुस्, कुनै पनि सिद्धान्तले राज्य भन्ने कुरा आफैमा साध्य हो, त्यो फगत राज्य बनाउनैकै लागि राज्य बनाउने हो भन्ने कुरा चाहिँ कदापि होइन। राज्यको स्थापना नै
हाम्रो सुरक्षाको लागि भएको हो, हाम्रो सुख र समृद्धिको लागि हो, सबैको भलाइको लागि भयो। र त्यही भएर हामीले चाहिँ जेलभित्रका कुराहरू गर्दा पनि, हुन त अब यहाँ प्रधानमन्त्रीज्यू स्वयं आफै 14 वर्ष जेल बसेर आउनुभएको छ, उहाँलाई जेलको अनुभूतिहरू सुनाउनु भनेको एउटा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ। त्यही पनि मलाई लाग्छ केही कुरा उहाँहरूले बिर्सनु भएको होला सायद कि भनेर एउटा पुनरावृत्ति मात्रै गर्न खोज्दैछु। हाम्रो जेलको अवस्था अहिले साँच्चै नै दुरूह रहेको छ। अधिकांश जेलहरू भनेको 3 गुणा 4 गुणा यहाँ चाहिँ क्यापेसिटी भन्दा बढी मान्छेहरू राखिएका छन्। त्यहाँ भौतिक पूर्वाधारहरू बिल्कुलै छैन। त्यहाँ एउटा हलमा, मेकसिफ्ट क्याम्प जस्तो हलमा 200 जना 250 जना राख्नुपर्ने अवस्था देखिएको छ। त्यही टिबीका बिरामी पनि त्यही हुन्छन्, HIV का बिरामी पनि त्यही छन्, अरू बिरामीहरू पनि त्यही हुन्छन्। त्यही सबैलाई राख्नुपर्ने बाध्यता देखिएको छ। त्यही भएर यतातिर पनि अलिकति सुधार होस् भनेर मेरो अपेक्षा रहेको छ। र यो जेलको नुन खाएको हुनाले मैले अलिकति यहाँ राख्नुपर्ने बाध्यता पनि मेरो रहेको छ। र अन्त्यमा हामी भन्न चाहन्छौँ, हामी चाहिँ सकारात्मक दिशातिर, एउटा सुखद गन्तव्यतिर यात्रा प्रारम्भ गरिसकेका छौँ। म समस्त पत्रकार मित्र, बुद्धिजीवी वर्ग, नागरिक समाज, राजनीतिक पार्टी, सामाजिक सङ्घ संस्थाहरू सबैलाई म के आग्रह गर्न चाहन्छु भने यसलाई सकारात्मक रूपमा लिएर हामी अगाडि बढौँ। हामी सबै पक्षसँग सहकार्य गर्नका लागि, सकारात्मक कुराको लागि सहकार्य गर्नका लागि तयार छौँ। हामी एउटा समृद्ध देश बनाउनेतिर, विकसित देश बनाउनेतिर, सबै जनताको सुख र समृद्धिका लागि र त्यसमा सबैको साथको आवश्यकता छ। र तपाईहरू सबैले हामीलाई यस सकारात्मक अभियानमा साथ दिनुहुनेछ भनेर मलाई पूरा भरोसाका साथ म आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। यस राजनीतिक सहमति पार्टी का अध्यक्ष एवं पूर्व प्रधानमंत्री माननीय पुष्पकमल दाहाल जी, माननीय गृह मंत्री जी जो आज का हस्ताक्षर कार्य, माननीय मंत्री जी, नेतागण, आज राष्ट्रिय राजनीति में एउटा अत्यन्तै महत्त्वपूर्ण योगदान गर्ने र आफ्नै राजनीतिक जीवनलाई मूलधारको राजनीतितर्फ, निर्विवाद राजनीतितर्फ, राष्ट्रिय एकता र समृद्धिको राजनीतितर्फ स्पष्ट ढङ्गले मोडेर हस्ताक्षरीको रूपमा यहाँ प्रस्तुत सीके राउतज्यू आज विशेष सम्बोधन गर्नै पर्छ। अन्तर्राष्ट्रिय महिला दिवस, महिला दिदीबहिनीहरू र सम्पूर्ण सहभागी
मान्यज्यू र साथी दाजुभाइ दिदीबहिनीहरू, आज एउटा विशेष यसै यो अन्तर्राष्ट्रिय नारी दिवस, महिला दिवस विशेष दिन छँदैछ। त्यसमाथि आज अर्को एउटा विशेष दिनको रूपमा नेपालको राजनीतिक इतिहासमा प्रकट भएको छ। म यस कामलाई सफल पार्नका निम्ति योगदान गर्ने सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर सीके राउतजी, जसमा साधारण निर्णय क्षमता मैले देखेँ। मैले त्यस्तो निर्णय पुष्पकमल दाहाल प्रचण्डजीमा देखेँ। उहाँले हतियार उठाउने ठाउँबाट, जनयुद्धका ठाउँबाट युद्ध विराम, शान्ति वार्ता, शान्ति प्रक्रिया, संसदमा सहभागिता, सरकारमा सहभागिता, चुनावमा सहभागिता, संविधान बनाउने कुराको एक ढङ्गले अगुवाई, त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रको एकता गर्ने कुरामा निर्णय। जोसुकैले सानो मुटुकोले, सानो हिम्मतकोले सक्दैन। निर्णय क्षमता देखाउनु। मैले सीके राउतजीमा पनि त्यो अलिकति त्यस्तो छाँटकाँट देखेँ कि निर्णय हामी सबैलाई थाहा छ उहाँ अलिक पृथक भारको राजनीति, उहाँका दुईटा पाटा थिए राजनीतिका। एउटा पाटो सदैव प्रशंसा योग्य रह्यो, उहाँले सधैँ पक्ष पोषण र वकालत गर्नुभयो र त्यसमा अडिग रहनुभयो। त्यो एउटा सकारात्मक पाटो रह्यो। अर्को पाटो जसलाई हामी पृथकतावादी आन्दोलन भनिरहेका थियौँ। आज यहाँहरूले सुन्नुभयो, उहाँले समग्र राष्ट्रिय एकता, जाति जाति, भूगोल भूगोल, क्षेत्र क्षेत्र, धर्म अनेक नाममा लडाउने कुरा नै अनुपयुक्त हो, लड्ने कुरा नै अनुपयुक्त हो। त्यसकारण राष्ट्रिय एकता र राष्ट्रिय समृद्धि आफू प्रवेश गरेको अब यता र यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। यो साधारण निर्णय होइन, महत्त्वपूर्ण निर्णय गर्नुभएको छ। म उहाँलाई धन्यवाद भन्न चाहन्छु, उहाँलाई बधाई भन्न चाहन्छु। उहाँ एउटा वेल एजुकेटेड इन्जिनियर, साइन्टिस्ट, कता कता बाटो बिराउँदै बिग्रिने हो कि मलाई पनि अलिक डर थियो। तर खुसी लाग्यो, टेक्नोक्र्याट मात्रै होइन, एउटा थिङ्कर पनि हो सीके राउत। त्यसर्थ उहाँले त्यो निर्णय गर्न सक्नु। आज नेपाली जनताको लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुन्छ र जनताको अभिमत सर्वोपरि हुन्छ। र जनताको अभिमत कहिले कसरी प्रकट हुने? जनताको अभिमत आन्दोलनको रूपमा प्रकट हुन्छ।
7 सालमा जनताको अभिमत प्रकट भयो, राणा शासन फालियो। जनताको अभिमत प्रकट भएको हामी एउटा अभियानमा, राष्ट्र निर्माणको अभियानमा छौँ। आजबाट झन बढी सुदृढ, झन बढी व्यापक भएका छ। सीके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्नेहरू धेरै थिए, तिनका रोटी काँचै पल्टिने। देखाउने सीके राउत, रोटी सेक्ने आफ्नो। हामी देखिरहेका थियौँ। कहीँ ढुङ्गा हानियो भने शान्तिपूर्ण राजनीति भनेर, आफूमाथि लाठीचार्ज भयो भने गुलाबको फुल दिनुपर्छ भन्ने नीति बोक्ने सीके राउत समूहले ढुङ्गा हान्यो भन्ने आरोप लगाउने त थियो नि। जिम्मा नलिने त्यो थियो नि। सबै समाप्त भयो। अब हामी सबै राष्ट्रिय एकता, नेपाल एउटा राष्ट्र हो, एउटा देश, एउटा राज्य, एउटा सरकार। त्यस सरकारका विभिन्न तह, संघीय तह, प्रादेशिक तह, स्थानीय तह, अनेक तहहरू छन्। त्यही एउटै सरकार हो, नेपाल सरकार। त्यसका तह, त्यसको सरहद, त्यसको भूमि, त्यसको जनसङ्ख्या। भर्खर जन्मिएकोदेखि अत्यन्त ज्येष्ठ उमेरका सम्म सबै जातिका जनता, सबै भाषा बोल्ने जनता, सबै आस्था विश्वास राख्ने जनता, सबै भूगोलका, सबै पेसा व्यवसाय अपनाउने जनता, सबैको समग्रता नेपाल, सबैको समृद्धि नेपालको समृद्धि, सबैको सुख नेपालको सुख। त्यही हाम्रो मूल मन्त्र हो। त्यस मूल मन्त्रमा हामी एकताबद्ध भएर अगाडि बढ्ने अठोट गरेका छौँ। आजको हस्ताक्षर त्यही हो। गर्ने कुरा पनि समाप्त भयो। यस्तो कुराहरू आवेश उत्तेजना आदि इत्यादिबाट नजाउँ। म यस अवसरमा सबै राजनीतिक पार्टीहरू, शक्तिहरू, पक्षहरू सबैलाई आग्रह गर्न चाहन्छु, यो देश निर्माण गर्ने बेला हो। अहिले देशमा सुशासन र विकासको एउटा लहर चलाउने बेला हो। फेरि विभिन्न बहाना बनाएर, विभिन्न न्यु खोजेर, विभिन्न अत्तो थापेर आफ्नो राजनीतिको अस्तित्व देखाउने अथवा त्यतापट्टि तनावतर्फ देशको राजनीतिलाई लाने बेला होइन। सरकार अत्यन्तै फराकिलोपनका साथ अगाडि जान चाहन्छ, विकासमा केन्द्रित हुन चाहन्छ, जनताका समस्या समाधान गर्न चाहन्छ। अहिले विभिन्न भ्रष्टाचारका मुद्दाहरूमा कारबाही भइरहेको छ। त्यसलाई देखाएर भ्रष्टाचार बढेछ भनेर हिजो कारबाही नै हुँदैन थियो। समस्या त्यो हो। हिजो कारबाही हुँदैन थियो, आज कारबाही हुन्छ, कारबाही गरिन्छ। मैले भनेको छु, भ्रष्टलाई छोडिन्न, कारबाही गरिन्छ। तिर त्यही छ मान्छे। अनि यी भ्रष्टाचार देखियो नि, हुँदो रहेछ। अनि विभिन्न संस्थाहरूमा पनि पो देखियो, हो त्यही देखिएर कारबाही गरे। पहिले न छानबिन गर्ने, न हेर्ने, न कारबाही गर्ने थियो अवस्था। अहिले त्यस्तो छैन। हेरिन्छ, छानबिन गरिन्छ, कारबाही गरिन्छ।
त्यसकारण अहिले विकासको बाटोमा लाग्नु छ, हल्ला चलाइएको छ। अहिले पानी जहाज किन चाहियो? किन चाहियो पानी जहाज? मानिलिउँ देशको सबै बजेट पानी जहाजमा लगेर हालेको जस्तो, सबै कर्मचारी पानी जहाजमा लगेर हालेको जस्तो, साधन स्रोत पानी जहाजमै लगेर खनाए जस्तो। पानी जहाजका लागि त जम्मा 16 जना कर्मचारी खटाएको छ। पानी जहाज हुन आँट्यो भने के पिर पर्यो त? 4 रुपियाँ 10 पैसामा ल्याउने भाडा 1 रुपियाँ 70 पैसामै आउँछ भने, त्योभन्दा सस्तो पर्न जान्छ भने राम्रो भएन? रेलका कुरा किन गरे? बाटाका कुरा किन गरे? यो बताइदिनुहोस् मलाई। भातभन्दा पहिले रेल कसलाई चाहिन्छ, कहिले चाहिन्छ? पछि पनि त त्यही होला नि त। पहिले त खानुपर्छ होला। त्यसपछि पानी जहाज र रेलका कुरा, बाटाका कुरा गर्नै भएन। पहिले त खानु पर्यो नि। कलेजका विश्वविद्यालयका कुरा किन गरे भन्ने? सबै कुरा गर्नुपर्छ। भ्रम फिजाउने कुरा गरिरहेका छन्। म यतापट्टि सबैलाई आग्रह गर्न चाहन्छु, त्यस भ्रममा नपर्नु। अनावश्यक ढङ्गले कतै ध्यान गएको छैन। ठिक ढङ्गले हाम्रो ध्यान जहाँ जानुपर्ने हो त्यहाँ गइरहेको छ। हरेक कुराको विरोध गर्ने बानी अहिले देशका लागि यो कुरा हितकर हुँदैन। म सबैलाई आग्रह गर्न चाहन्छु। र कुनै कुरामा चित्त बुझेको छैन भने त्यो लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै जनताका बीचमा लाने र जनताको अभिमत प्राप्त गरेर सरकार गठन गर्ने, संसद निर्माण गर्ने, संसदको माध्यमबाट कानुन निर्माण गर्ने, संसदको माध्यमबाट संविधान परिवर्तन गर्ने, संविधान संशोधन समेत गर्ने, ती समेतका सारा हक अधिकारहरू सार्वभौम सत्ता सम्पन्न जनतामा निहित छन्। यसकारण अब न हिंसाको आवश्यकता छ, न अरू कुनै बाटोको आवश्यकता छ, न आफ्नो आग्रहलाई जनताको इच्छा भन्दै जनतामाथि थोपर्ने कुनै औचित्य छ। त्यसकारण आजको आवश्यकता अब संविधानले भनेको, संविधानले देखाएको, संविधानले व्यवस्था गरेको, संविधानले प्रत्याभूत गरेको बाटो र मूलधारको राजनीति, शान्तिपूर्ण, लोकतान्त्रिक, बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रणको व्यवस्था लगायतका लोकतान्त्रिक मूल्य मान्यता समेतका कुराहरू नै आजका आवश्यकता हो। त्यसै कारण आज सिँगै देशलाई चाहिएको, संविधानले भनेको, सरकारले भनेको र सिँगै देशलाई चाहिएको कुरा के हो भने देशको सार्वभौम सत्ताको सुरक्षा, सम्मान, देशको स्वाधीनताको सुरक्षा, सम्मान र कार्यान्वयन। स्वाधीन देश छ तर आफ्नो स्वाधीन हकको स्वतन्त्रताको कार्यान्वयन गरिँदैन भने त्यो सही कुरा हुन सक्दैन। त्यसको कार्यान्वयन हुनुपर्दछ। देशको भौगोलिक अखण्डता, देश अविभाज्य छ र देशको भौगोलिक अखण्डता अक्षुण्ण रहन्छ। देशको 1 इन्च जमिन पनि छुट्याउन, टुक्र्याउन, कसैलाई दिन मिल्दैन र त्यसमा कुनै सहमति, कुनै सम्झौता
या कुनै सहनशीलता हुन सक्दैन, त्यो देश विरोधी काम हुन्छ। त्यसकारण मुख्य कुरा सार्वभौम सत्ता, स्वाधीनता र भौगोलिक अखण्डता। यसपछि देशका हितहरूको रक्षा। हाम्रो देश अत्यन्त स्वाभिमान राख्न लायकको देश हो, किनभने दुनियाँका ठुला ठुला देशहरू उपनिवेश हुँदा यो देश स्वाधीन रह्यो, स्वतन्त्र। यो त्यस्तो देश हो। यो भूभाग विद्वान पुर्खाहरू ज्ञान सिर्जना गर्ने, संग्रह गर्ने, संगठित गर्ने, विस्तार गर्ने ज्ञानी विद्वान पुर्खाहरूको देश हो र नझुक्ने स्वाभिमानी नेपालीहरूको देश हो। प्राकृतिक हिसाबले सुन्दर मात्रै होइन, अत्यन्त उर्वर, स्रोतहरूले भरिपूर्ण। हामीले उपयोग गर्न सकेका छैनौँ होला, त्यो बेग्लै कुरा हो। तर गर्व गर्न लायकको स्तुत्य यो भूगोल, यो देश, यसको इतिहास। त्यसकारण राष्ट्रिय गौरव हामी किन भन्छौँ? यस कुरालाई हामीले बढाएर लिएर जानुपर्दछ, सुदृढ गरेर लिएर जानुपर्दछ। नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन। नेकपा विप्लव समूह भन्ने छ एउटा, लुट्नका लागि, कमसेकम लुट्नकै निम्ति पनि त्यो नेकपा भन्ने वर्ग त फ्याँको कमसेकम। आफूले पनि नेकपै भन्नु परेको छ, त्यस्ताले पनि नेकपा भन्नु बेइज्जत भइसक्यो नेकपा भन्नु। म भन्न चाहन्छु उहाँहरूलाई, उहाँहरूका पर्चा पनि म हेरिरहेको छु। बन्दुक, गोली, एसएमजी, एलएमजी अनेकसँग मान्छे समातेको। जनतालाई दमन गर्न पाइन्छ? सरकारले के खोज्यो? यो सर्वसाधारणमाथि दमन गर्ने, खानतलासी गर्न पाइन्छ? बन्दुकभित्र राखेर बस्ने, मान्छे लुटेर हिँड्ने चन्दाका नाउँमा, मान्छेको हत्या गरेर हिँड्ने, विस्फोट गराएर हिँड्ने, कम्युनिस्ट पार्टीको नाम लिने, कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर, लुटेरा समूह भन्ने नाम राख। लुटेरा समूह अरू पनि छन् भने लुटेरा समूह विप्लव राखे पनि हुन्छ, प्रकाण्ड लुटेरा समूह भने पनि हुन्छ। तर यो भएन। म उहाँहरूलाई भन्न चाहन्छु, अझै पनि भन्न चाहन्छु, त्यो बाटो छोड्नुहोस्, नत्र यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो। सरकारले गर्छ, म तपाईँहरूलाई सुन्ने गरी भन्न चाहन्छु, सरकारले गर्छ त्यो। अब जनताको आकांक्षा आदि इत्यादि भन्दै चुनावबाट जितेको सरकार संसद भङ्ग गरेर अनि तानाशाही लगाइयो जनताको अभिमतका नाममा। छली कुरा हो, डाँट कुरा हो त्यो। त्यसका विरुद्ध लामो समय जनताले आफ्नो अभिमत प्रकट गर्न खोजे, तर तानाशाहीले रोक्यो। 46 सालमा फेरि जनताको अभिमत प्रकट भयो। त्यस अभिमतलाई सफलतामा पुर्याइयो, तर पूर्ण सफलतामा पुर्याउन सकिएन, विस्तार गर्न सकिएन। अलिकति त्यतापट्टि अलिकति हल्ला जस्तो भयो। त्यसो नभए राम्रो हुन्थ्यो भन्ने लाग्छ। अब त्यसपछि फेरि 46 सालमा जनताले प्राप्त गरेका अधिकार पनि फेरि खोसिए। फेरि 62-63 मा जनताको अभिमत हिंसाका विरुद्ध तर शान्तिपूर्ण ढङ्गले प्रकट भयो, किनभने शान्तिपूर्ण ढङ्गले नै हिंसालाई पराजित गर्न सक्ने जनताको शक्ति बनिसकेको थियो र प्रतिक्रियावादीहरूको शक्ति हिंसाबाट पनि आफूलाई जोगाउन नसक्ने कमजोर हालतमा पुगिसकेको थियो।
तत्कालीन माओवादीले हिंसा किन छोड्यो? त्यसको सैद्धान्तिक निष्कर्ष यही हो। हिंसाको बाटो नअपनाएर शान्तिपूर्ण बाटोबाट पनि हिंसा सहित आए पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ। त्यसकारण अब हिंसा अपनाइरहनु पर्ने आवश्यकता छैन। त्यो निष्कर्षमा माओवादी पनि पुग्यो। त्यसयता अब हिंसाको औचित्य र सन्दर्भ सम्पूर्ण रूपमा समाप्त भयो। किनभने अब जनता सार्वभौम सत्ता सम्पन्न भएका छन्। संविधान जननिर्वाचित प्रतिनिधिहरूबाट 80% जनमत भोट खसेको प्रतिनिधित्वबाट संविधान बन्यो। संविधानले जनतामा सार्वभौम सत्ता सुनिश्चित गर्यो। संघीय प्रणाली, लोकतन्त्रका सम्पूर्ण मूल्य मान्यता, त्यसमा वेस्टमिन्स्टर सिस्टमभन्दा बढी संसदीय प्रणाली भए पनि त्यति मात्रै होइन, समानुपातिक सहभागिता र समावेशिता समेत समेटेको संसदीय प्रणाली। त्यसकारण यो हामीले अपनाएको प्रणाली ब्रिटिस संसदीय प्रणाली मात्रै होइन, ठ्याक्कै त्यस्तो प्रणाली, त्यसको नकल पनि होइन, त्योसँग मेल पनि खाँदैन। हाम्रो पृथक छ र सबै तहका जनता समान अधिकार, समान अवसर, सबै क्षेत्रका, सबै पेसा व्यवसायका जनता समान अधिकार, समान अवसर, बराबरी सुरक्षा र उत्तिकै सम्मानका हकदार छन् भन्ने कुरा संविधानले व्यवस्था गर्यो। संविधानले मौलिक हकको रूपमा धारा 16 देखि 48 सम्म 33 वटा धारा, त्यसमा 2टा धारा कार्यान्वयनका लागि भए पनि 31 वटा धाराहरू मौलिक हकका निम्ति छुट्टिएका छन्। अबसम्ममा ती कार्यान्वयन गर्नका निम्ति सबै मौलिक हकहरू समेटेर 16 वटा मौलिक हक कार्यान्वयन सम्बन्धी कानुनहरू बनिसकेका छन्। र सम्पूर्ण स्वाधीनताका, स्वतन्त्रताका हकहरू, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, सम्पत्तिका हकदेखि लिएर विभिन्न स्वतन्त्रताका हकहरू, मौलिक हक बाहेकका कुराहरू, नागरिक अधिकार, मानव अधिकार, सबै कुरा संविधानले प्रत्याभूत गरेको छ। म यस अभियानमा सीके राउतजीको पार्टीका साथीहरू, उहाँका पार्टीका कार्यकर्ताहरूलाई दुविधामा नपर्न, नअल्मलिन, कुनै आशंका नलिन आग्रह गर्दछु। हामीले भनेका छौँ हिजोका कुरा छोडिदिउँ। अब मूलधारको राजनीति, संविधान सम्मत राजनीति, शान्तिपूर्ण लोक अभिमतको राजनीति, अबको राजनीति। त्यसकारण यस एकतातर्फको अभियान, राष्ट्र निर्माणतर्फको अभियानमा म सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु र आग्रह पनि गर्न चाहन्छु। र यस कार्यक्रमको आयोजनाका लागि गृह मन्त्रालयलाई धन्यवाद भन्न चाहन्छु। हस्ताक्षरी गृहमन्त्रीज्यू र सीके राउतज्यूलाई फेरि एकपल्ट हार्दिक धन्यवाद दिँदै, महिला दिदीबहिनीहरूलाई फेरि एकपल्ट महिला दिवसको सन्दर्भमा धेरै धेरै शुभकामना। धन्यवाद। आजको यो राजनीतिक सहमति घोषणा कार्यक्रममा, यो विशेष कार्यक्रममा उपस्थित भई सारगर्भित मन्तव्य व्यक्त गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक
आभार प्रकट गर्दछु। साथै हामीले राजनीतिक आन्दोलनको राजनीतिक प्राप्तिको एउटा अभियान टुङ्ग्याएका छौँ। अब सुशासन र समृद्धिको यात्रा हामीले नयाँ ढङ्गले अगाडि बढाएका छौँ। यस यात्रामा एकपछि अर्को देश सरिक हुँदै जाँदैछ। सीके राउतजी र स्वतन्त्र तराई मधेस गठबन्धन योसँग सरकारको आजको यिनै विषयहरूमा सहमतिका साथ को एकता यस दिशाको एउटा नयाँ उचाइ हो, नयाँ प्राप्ति। अब यसो भइसकेपछि सरकारसँग अलिकति सन्देह हुन सक्छ। एउटा अलिकति फरक धारणा अघिसम्म रहेको समूहलाई हाम्रा कार्यकर्ता छुट्छन् छुट्दैनन्, समातिने हुन् कि आदि। सरकार समस्याको समाधान चाहन्छ। सरकार देशका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नै दाजुभाइ दिदीबहिनी ठान्छ। देशमा शान्ति र सुव्यवस्था कायम होस्, सबै मिलेर एकअर्कालाई सघाएर राष्ट्र निर्माणको काममा शान्तिपूर्ण ढङ्गले अगाडि बढौँ भन्ने चाहन्छ। मैले अस्तिका दिन दुईटा घटना देखेँ। अदालतले एउटा मुद्दा फैसला गर्यो। राज्यको अङ्ग हो अदालत, तर सरकारको अङ्ग होइन। सरकारले अदालतलाई निर्देशन दिन सक्दैन। अदालतले न्याय कानुन सम्मत ढङ्गले हेर्ने हो, घटना आदि इत्यादिलाई लिएर। अदालतले एउटा फैसला गर्यो। एउटा राजनीतिक पार्टीले बहुत उत्खनन गरेर तिलका दाना पनि टिपेको छ, तोरीका दाना पनि टिपेको छ, मकैका दाना पनि टिपेको छ। त्यान्द्रा तुन्द्री जोडेर सरकारका विरुद्ध अभियोग पत्र तयार गरेर समर्थन फिर्ता लिने निर्णय एकछिनपछि। अदालतको फैसला बेग्लै कुरा हो, सरकारको काम बेग्लै कुरा हो। त्यो नछुट्याएर हिन्दीमा त भन्छ खिसियाई बिल्ली खम्बा नचे। बिरालो रिसायो भने मान्छेलाई चितोर्न मिल्दैन, कुटिहाल्छ। त्यसकारण गएर खाँबो चितोर्छ। अदालतले फैसला गर्यो, अब चितोर्न सरकारतिर आयो। यो म कसैलाई पनि साथीहरूलाई आवेश उत्तेजनामा नआउन आग्रह गर्न चाहन्छु। आवेश उत्तेजनामा नआउँ र आवेश उत्तेजनाको राजनीति नगरौँ। अनेकता र फाटोतिर नजाउँ, असमझदारी बढाउनेतिर नजाउँ, आरोप प्रत्यारोपको सिलसिला मुद्दा र सङ्ख्या थपेर नजाउँ, फेरिस्ट बनाएर नजाउँ। अब तराईको आज बिहान मात्रै म रेडियो सुन्दै थिएँ। पृथकतावादीलाई देश टुक्र्याउँछु भन्नेलाई अदालतले छोड्ने, हामीलाई चाहिँ समातेर थुन्ने भनेर उफ्रिँदै हुनुहुन्थ्यो उहाँहरू। अब त्यो पनि अहिलेबाट चाहिँ विस्तृत